नमस्कार साथीहरू, म मदन विश्वकर्मा। आज यो भिडियो बनाउँदै गर्दा म निकै दुखी छु। आज अचानक सामाजिक सञ्जालमा फेसबुकतिर जताकतै हेर्दा अचानक आँखा अगाडि हाम्रो जुन प्रशान्त तामाङ दाइ हुनुहुन्छ, जसको नेपालमा मात्र नभएर इन्डियामा पनि आफ्नो छुट्टै नाम कमाउनु भएको हाम्रो जुन दाइ हुनुहुन्छ, उहाँको दुःखको निधनको खबर आएपछि यो भिडियो बनाउँदै गर्दा निकै नै दुखी छु। किनभने उहाँको जुन हाम्रो गोर्खा पल्टन भन्ने जुन फिल्म हो, उहाँको हिरो उहाँ नै हुनुहुन्छ र उहाँका यस्ता थुप्रै हिट गानाहरू, सङहरू जसले नेपालमा मात्र नभएर इन्डियन आइडलमा पनि काम गरिसक्नु भएको र इन्डियामा पनि आफ्नो निकै राम्रो लेभल बनाउनु भएको जुन दाइ हुनुहुन्छ, उहाँको अचानक दुःखको निधन आउँदा हामी सबै दुखी छौँ, भावुक छौँ र हार्दिक श्रद्धाञ्जली छ दाइलाई चाहिँ। यहाँदेखि नै हजुरको दुःखको व्यक्त गर्दैछु। हार्दिक श्रद्धाञ्जली छ हजुरलाई। हजुरको स्वर्गमा बास होस् र हाम्रो सम्पूर्ण साथीहरूले भिडियोलाई सेयर गरेर सबैसम्म पुर्याइदिनु होला। जसलाई थाहा भएको छैन उहाँहरूलाई पनि थाहा होस् र यो भिडियोलाई सेयर गरेर सम्पूर्णसम्म पुर्याइदिनु होला। लभ यु दाइ। हजुरको यो माया, हजुरको यो हिट सुपर हिट गानाहरू, हजुरको यो सङ सबै हाम्रो मनमा नै रहनेछ। हजुर पनि सधैँको लागि हाम्रो मनमा नै रहनुहुनेछ। लभ यु दाइ। हार्दिक श्रद्धाञ्जली। नगर केही पीरा